25 वर्षको यात्रा, माउन्ट समिट विद्यालयको ऐतिहासिक कथा। शिक्षा, समर्पण र उपलब्धिको 25 वर्षे अनवरत यात्राको कथा। विक्रम सम्मत 2056 सालमा स्थापना भई तत्कालीन भातगाउँ सिनुवारी वडा नम्बर 5 साथै 1 वर्षको कठिन यात्रा पश्चात भासी गाउँपालिका वडा नम्बर 6 मा स्थानान्तरण भई हाल रामधुनी नगरपालिका वडा नम्बर 1 शिवचोकमा अवस्थित माउन्ट समिट वर्ल्ड स्कुलको कथा। हरेक सफलताको पछाडि एउटा कथा हुन्छ। हरेक इँटा, हरेक दिवारमा सङ्घर्षका कहानी कुदिएका हुन्छन्। आज हामी यहाँ छौँ हाम्रो विद्यालयको 25 वर्षको यात्रालाई स्मरण गर्न। 25 वर्ष अघि जब यो विद्यालयको जग बसालिँदै थियो तब हामीसँग धन सम्पत्ति थिएन, विशाल भवन थिएन, अत्याधुनिक सुविधा थिएन। थियो त केवल एउटा अठोट, एक उत्कृष्ट शिक्षालय निर्माण गर्ने। हाम्रो समुदायमा शिक्षा फैलाउने चाहना राख्ने केही शिक्षाविद, अभिभावक र समाजसेवीहरू अगाडि आए। उनीहरूका आँखामा एउटा सपना थियो, यस्तो विद्यालय खोल्ने जहाँ हरेक बालबालिकाले गुणस्तरीय शिक्षा प्रदान गर्न सकुन्। तर यो बाटो सहज थिएन। आर्थिक अभाव, जनशक्ति अभाव र असहयोगी परिस्थितिले हाम्रो यात्रालाई चुनौतीपूर्ण बनायो। तर हाम्रो सङ्कल्प दृढ थियो। विद्यालयको सुरुवाती दिनहरू कठिन थिए। विद्यार्थीहरू कम थिए, शिक्षकहरूको अभाव थियो। सानो कक्षा कोठामा सीमित स्रोत साधनका साथ सिकाइको यात्रा सुरु भयो। हामीले विद्यालयको भौतिक पूर्वाधारलाई विस्तार गर्नुपर्ने चुनौती सामना गर्यौँ। कहिलेकाहीँ अभावले निराश बनायो, तर हाम्रो सङ्कल्प कहिल्यै टुटेन। विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक र स्थानीय समुदायको सहयोगले हरेक कठिनाइलाई पार गर्यो। समयसँगै विद्यालयले विकासको नयाँ चरणमा प्रवेश गर्यो। कक्षा कोठाहरू थपिए, पुस्तकालय र विज्ञान प्रयोगशालाहरूमा स्थापना भए, विद्यार्थीहरूको सङ्ख्या बढ्दै गयो। शिक्षकहरूले आफ्ना विद्यार्थीहरूलाई केवल किताबी ज्ञान मात्र होइन, जीवन जिउने शिक्षा दिए। हाम्रो विद्यार्थीहरू स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताहरूमा उत्कृष्ट प्रदर्शन गर्न थाले। यो विद्यालयले भविष्यका कर्णधारहरू उत्पादन गर्यो। आज 25 वर्षपछि हाम्रो विद्यालयले एउटा प्रतिष्ठित संस्थाको रूपमा आफूलाई स्थापित गरेको छ। गुणस्तरीय शिक्षा पद्धति, अनुभवी शिक्षक र नवीनतम प्रविधिहरूको प्रयोगले हाम्रो विद्यालय अझ परिष्कृत बन्दै गएको छ। तर यात्रा यहीँ सकिँदैन। अब हाम्रो सपना अझ ठुलो छ। डिजिटल शिक्षालाई अझ प्रवर्धन गर्ने, विद्यार्थीहरूलाई नयाँ युगका चुनौतीहरू सामना गर्न सक्षम बनाउने। यी 25 वर्ष सङ्घर्ष, त्याग अनि सफलताका मात्र होइन, विश्वासको कथा हो। हाम्रा शिक्षक, अभिभावक, विद्यार्थी र शुभेच्छुकहरूले देखाएका माया र सहयोगको बिना यो सम्भव हुने थिएन। यो विद्यालय हाम्रा सपनाहरूको सारथी हो, हाम्रा भविष्यका पुस्ताहरूको मार्गदर्शक हो। हामीले यात्रा सुरु गरिसकेका छौँ र यो यात्रा कहिल्यै रोकिँदैन। यो विद्यालय हाम्रो गौरव हो, हाम्रो पहिचान हो। हामीले 25 वर्षको यात्रा सफलतापूर्वक पार गरेका छौँ। अब नयाँ अध्याय लेख्ने समय आएको छ। हाम्रो प्रतिबद्धता उस्तै रहनेछ, उज्जवल भविष्य निर्माण गर्ने। नयाँ
फोटो त राम्रो आउँदैन। नवीन सर के विद्यालय परिवारले आयोजना गरेको यस कार्यक्रममा आफ्नो अमूल्य व्यस्त समयलाई थाती राख्दै हाम्रो आतिथ्यलाई हाम्रो निमन्त्रणलाई स्वीकार गर्दै आजको यस पवित्र अनुष्ठानमा यस विद्यालयको महत्त्वपूर्ण आफ्नो 25 वर्षे लामो कठिन यात्रा पार गर्दै आजको दिनमा आएको छ र यो 25 वर्षे यात्रामा विद्यालयले भोगेका चुनौती, विद्यालयले गर्नु परेको सङ्घर्ष, विद्यालयले उपलब्धि गरेको सफलतालाई केही समय भए पनि हजुरहरूलाई साक्षी राखेर हजुरहरू समक्ष विभिन्न प्रस्तुतिहरू प्रस्तुत गर्दै साट्ने अवसर मिलेको छ र यो अवसरलाई पुरा गरिदिनु हुने हजुरहरू सम्पूर्णलाई म पुनः विशेष धन्यवाद दिन चाहन्छु। स्थानसम्म र सफलताको यो बिन्दुसम्म आफूलाई उभ्याएको छ, तर केही बसाइ साँच्चै नै फलदायी रहनेछ, मनोरञ्जनपूर्ण रहनेछ र यो आजको बसाइ साँच्चै नै अर्थपूर्ण हुनेछ भन्ने कुराको जानकारी गराउँदै म कार्यक्रमलाई औपचारिकतातर्फ अगाडि बढाउन चाहन्छु। आजको यस कार्यक्रमको अध्यक्षता गरिदिनु हुनकामा ती सहयोगी सम्पूर्ण हातहरूलाई, ती सहयोगी सम्पूर्ण सुन्दर मनहरूलाई सम्झन चाहन्छ र सम्पूर्णप्रति आधारित छ।
कार्यक्रम निर्धारित समयभन्दा केही समिट वर्ल्ड स्कुलका संस्थापक मेरो सहयोगी कृष्ण सरलाई पनि विनम्र अनुरोध गर्न चाहन्छु। यसैगरी विशिष्ट अतिथिको रूपमा पनि म विशिष्ट अतिथिको रूपमा आसन ग्रहण गरिदिनुको निम्ति विनम्र अनुरोध गर्दछु। यसैगरी विशिष्ट अतिथिकै रूपमा आसन ग्रहण गरिदिनुका निम्ति म कोशी प्रदेश स्काउट सदस्यता वृद्धि आयुक्त आदरणीय सन्तोष घिमिरेज्यूलाई पनि विनम्र दाहालज्यूलाई पनि म विशिष्ट अतिथिको रूपमा आसन ग्रहण गरिदिनुको निम्ति विनम्र अनुरोध गर्दछु। विशिष्ट अतिथिको आसन ग्रहण पश्चात म अब अतिथि आसनलाई जोड्न चाहन्छु। अतिथिको रूपमा आसन ग्रहण गरिदिनुको निम्ति छठ सेवा समितिका अध्यक्ष आदरणीय मिलन रोनियरज्यूलाई पनि विनम्र अनुरोध गर्दछु। म यही थाती राख्दै बीचमा आवश्यकता अनुसार विनम्र अनुरोध गर्दछु। आसन ग्रहणलाई जोड्ने क्रममा म अब ग्रहणलाई जोड्न चाहन्छु, मलाई माफ गर्नुहोला। आसन ग्रहणको क्रमलाई म पुनः जोड्ने बाचा गर्दै कार्यक्रमलाई कुनै ढिलाइ नगरी अगाडि बढाउन चाहन्छु। आजको यो विशेष दिनमा म यस विद्यालयका सम्पूर्ण कर्मचारीज्यूहरूलाई पनि म नामको निम्ति विनम्र अनुरोध गर्न चाहन्छु। चालकद्वय राकेश आचार्य, शिव पौडेल, सहचालकहरू नातिबाबु दाहाल, एकनाथ एकाउन्टेन्ट करण चौधरी साथै सोनु कार्कीज्यूलाई पनि म यथास्थानमा सम्मान आसन गरिदिनुको निम्ति विनम्र अनुरोध गर्न चाहन्छु। र सम्मान आसन गरिदिनुको निम्ति यस विद्यालयकी क्यान्टिन सञ्चालिका राष्ट्रगान जननी जन्मभूमिश्च स्वर्गदपि गरी विक्रम सम्मत 2056 सालमा स्थापना भई तत्कालीन भातगाउँ सिनुवारी वडा नम्बर 5 साथै 1 वर्षको कठिन यात्रा पश्चात भासी गाउँपालिका वडा नम्बर 6 मा स्थानान्तरण भई हाल रामधुनी नगरपालिका वडा नम्बर 1 शिवचोकमा अवस्थित माउन्ट समिट वर्ल्ड स्कुलको कथा। एउटा कथा हुन्छ, हरेक इँटा हरेक दिवारमा सङ्घर्षका कहानी उदिएका हुन्छन्। आज हामी यहाँ छौँ हाम्रो विद्यालयको 25 वर्षको यात्रालाई स्मरण गर्न। व्यवस्थापन समिति, शिक्षक, अभिभावक र स्थानीय समुदायको सहयोगले हरेक कठिनाइलाई पार गर्यो। प्रवेश गर्यो, कक्षा कोठाहरू थपिए, पुस्तकालय र विज्ञान प्रयोगशालाहरूमा स्थापना भए, विद्यार्थीहरूको सङ्ख्या बढ्दै गयो। मनभित्रबाट सहयोग गर्नुहुने र माया गर्नुहुने आदरणीय उपस्थित महानुभावहरू, अभिभावकज्यूहरू र अन्य शुभचिन्तकज्यूहरू
2081, I would like to recite a poem in front of you all. The heading of my poem is My Lovely School. My lovely school, so bright and true, a place where dreams take a flight and through, with books and laughters all around, knowledge and joy in every sound. The teachers guide with love and care, helping us learn, always there. Friends so kind, we laugh and play, sharing moments every day. The playground wide, the classroom neat. The playground wide, the classroom neat. Lesson fun and the friendship sweet. Oh my school, I love you so. You help me learn, you help me grow. Thank you for listening. My name is Kavya Chaudhary from class UKG. Today I have become a watermelon. Thank you. Namaste everyone. My name is Ava Chaudhary from class UKG. Today I have become a tomato. Thank you. Namaste everyone. My name is Khushbu Chaudhary from class UKG. Today I have become a mango. Thank you. Namaste everyone. My name is Namisha Vishnu from class UKG. Today I have become a carrot. Thank you. Namaste everyone. My name is Danish Chaudhary from class LKG. Today I have become a banana. Thank you. Namaste everyone. My name is Palestina from class LKG. Today I become an apple. Apple. Thank you. Namaste everyone. Namaste everyone. My name is Alesh Lekhi from class UKG. Today I have become a radish. Thank you. Alex Lekhi. Good morning. Namaste everyone. I am Samasha from class UKG. Today I am become Maulan. Thank you. Namaste everyone. My name is Riksha Chaudhary from class LKG. Today I have become a brinjal. Thank you. कोसेढुङ्गा पार गर्दै 25 वर्षको अनवरत यात्रा भव्य रूपमा मनाउँदैछौँ। यो क्षण सबैको लागि मेहनत, त्याग, समर्पण र निरन्तर सङ्घर्षको साक्षी हो भन्ने कुरा तपाईहरुको उपस्थितिले पनि प्रष्ट पार्दिन्छ। 25 वर्ष अघि एक सानो तर दृढ संकल्पका साथ सुरु भएको यो विद्यालय आज शैक्षिक स्तर, गुणस्तर र शैक्षिक स्तरलाई माथि उठाउँदै शिक्षालाई सिपमा र दैनिक व्यवहारमा कसरी जोड्न सकिन्छ भन्ने निरन्तर प्रयास गर्दै हामी यहाँसम्म आइपुगेका छौँ र आउने दिनहरूमा पनि यहाँहरूको उचित सहयोग, सल्लाह, सुझावले हामीलाई मार्गनिर्देशन गर्छ भन्ने विश्वास गर्दछु। अघि सरले भनि नै सक्नुभयो, अबको 5 वर्षको लागि माउन्ट समिट वर्ल्ड स्कुल तथा इन्स्पायर एजुकेसनले तपाईको सहकार्य गरी हामीले शिक्षालाई कसरी व्यवहारमा उतार्ने, सर्वाङ्गीण विकास कसरी गर्न सकिन्छ विद्यार्थीहरूको भन्ने कुरामा विशेष त अब आगामी दिनहरूमा हामी त्यो लेभलको कामहरू गर्नेछौँ। भौतिक पूर्वाधार लगभग हुन त यो कहिले पनि पूर्ण हुँदैन। भौतिक पूर्वाधारमा पनि अझै केही पूर्वाधारहरू थप्नुपर्ने छन्। अभाव त जहिले नै हुन्छ। यद्यपि भौतिक पूर्वाधारलाई केही समयको लागि थाती राखी हामी शैक्षिक स्तर उन्नतिको लागि आगामी दिनमा काम गर्ने भएको हुनाले हामीले इन्स्पायर एजुकेसनसँग सहमति गरेका छौँ। त्यसकारणले अब आगामी दिनमा हामी अभिभावकमा काम गर्छौँ। शिक्षकको शैक्षणिक क्रियाकलापलाई कसरी निखार्न सकिन्छ
भन्ने कुरामा यो दुईटा विषयलाई महत्त्वपूर्णका साथ अगाडि बढाउने छौँ। र अभिभावकज्यूहरूले पनि निरन्तर यहाँहरूको उपस्थितिले साँच्चै नै हामीलाई हाम्रो शिक्षालाई स्तर उन्नति गर्नको लागि महत्त्वपूर्ण भूमिका खेल्ने भएकोले गर्दाखेरि यहाँहरू निरन्तर स्कुल भ्रमणमा अथवा स्कुलमा उपस्थिति भई हामीलाई सल्लाह सुझाव दिनुहुन्छ भन्ने पूर्ण रूपमा आशा राखेका छौँ। अब विद्यालयमा अभिभावकको उपस्थिति किन भन्दै गर्दाखेरि यहाँहरूलाई एउटा सानो कथा म सुनाउन चाहन्छु। एउटा सानो नानी थियो, क्लासमा पढ्ने नानी। एउटा नयाँ म्याम आउनुभएको थियो। त्यस पछाडि उहाँले जहिले पनि क्लास सुरु गर्दाखेरि लभ यु अल भन्दै सुरु गर्नुहुँदो रहेछ। त्यो कुनामा बसेको विद्यार्थी मलाई ठग्नु भएको। वास्तविक म्यामले मलाई माया गर्नुहुन्न। त्यो फिल भइरहेको थियो बच्चालाई। नयाँ म्याम चाहिँ नयाँ हुनुभएकोले गर्दाखेरि उहाँलाई खासै के हो कसो हो पूर्ण रूपमा बच्चाको बारेमा जानकारी भएन। एक्जाम भयो। एक्जाममा लगभग नानी फेल भयो। फेल भइसके पछाडि त्यहाँ चाहिँ कस्तो सिस्टम रहेछ भन्दाखेरि रिजल्ट बनाइसके पछाडि त्यो सबै त्यहाँ कमेन्ट लेखे पछाडि प्रिन्सिपल सरकोमा लानुपर्ने रहेछ। त्यो बच्चाको मार्कसिट हेर्दाखेरि खाली थियो, त्यहाँ कुनै पनि कमेन्ट थिएन। नभइसके पछाडि प्रिन्सिपल सरले सोध्नु भएछ यहाँ कमेन्ट किन छैन। म्यामले भन्नुभएछ उसको बारेमा राम्रा कुरा लेख्ने त मसँग केही नै भेटिन। नभेटिसके पछाडि प्रिन्सिपल सरले ल योभन्दा अगाडिको टर्मिनलको रिजल्ट हेरौँ भन्दाखेरि त्यो रिजल्टमा के लेखिरहेको रहेछ, कमेन्टको रूपमा के लेखिएको रहेछ भन्दाखेरि विद्यार्थीको आमा क्यान्सरद्वारा प्रभावित छिन् अथवा क्यान्सर लागेको छ भनेर लेखिएको छ। यसको अर्थ के भयो भन्दाखेरि पछि त्यो म्यामले बुझ्नु भएछ ऊ पारिवारिक वियोगमा रहेछ। त्यस कारणले आमा गुमाउनुको पीडाको कारणले उसले पढ्न सकेन भन्ने यथार्थ भइसके पछाडि त्यो गुरुआमाले त्यो बच्चाको लागि अभिभावकको आमाको भूमिका खेल्नुभयो। र त्यो आमाको भूमिका खेलिसके पछाडि उसको अध्यापनको क्रम पुनः पहिलेकै अवस्थामा आयो, उत्कृष्ट भयो। भन्नुको अर्थ के हो भन्दाखेरि हामी तपाईको विद्यार्थी आउने जाने हिसाबमा मात्रै जोडिएका छैनौँ। हामीलाई तपाईहरुको घरायसी गतिविधि के छ, तपाईहरुको अवस्था के छ, यी सबै कुराहरुमा हामीले हाम्रो अवस्था, तपाईहरुले तपाईहरुको अवस्था, बच्चाको अवस्था, पारिवारिक अवस्था, यी सबै कुराहरुमा जोडिन सक्यौं भने जस्ता सुकै विद्यार्थीलाई पनि उत्कृष्ट बनाउन सक्ने क्षमता हरेक टिचरमा हुन्छ, विद्यार्थीमा हुन्छ। त्यो विद्यार्थीलाई अवसरको खाँचो हुन्छ, मायाको खाँचो हुन्छ। अवसर माया प्रदान गरिदिने हो भने पक्कै पनि त्यो बच्चाले केही न केही जीवनमा कुनै न कुनै सिप कला पढेर अथवा काम गरेर उसले सफलता पाउन सक्छ। त्यसकारणले यहाँहरू हामीसँग पारिवारिक हिसाबमा जोडिनुहोस्। पारिवारिक हिसाबमा जोडिनु भयो भने पक्कै पनि तपाईको बच्चा उत्कृष्ट बन्न सक्दैन भन्ने कुनै दुईमत छैन, बन्छ। त्यो हामी प्रयासरत छौँ। त्यसकारणले इन्स्पायर एजुकेसनसँग सहकार्य गर्दै गर्दाखेरि अब हामी अभिभावकमा पहिलो नम्बरमा काम गर्छौँ। अभिभावकले दैनिक त म भन्न सक्दिनँ, यद्यपि पाक्षिक रूपमा 15 दिनमा 30 दिनमा 1 महिनाभित्र तपाईहरु विद्यालय आउनुहोस्, तपाईहरुको नानीले गरेका गतिविधि के कस्तो छन् हामीलाई जानकारी गराउनुहोस्, भलाकुसारी गरौँ, दुःख सुखका कुरा गरौँ, बच्चालाई कसरी सपार्न सकिन्छ, कसरी राम्रो बनाउन सकिन्छ, कसरी उत्कृष्ट बनाउन सकिन्छ भन्ने विषयमा छलफल गरौँ। पक्कै पनि तपाईको बच्चाको पढाइ अथवा उसको चौतर्फी विकासमा यो कोसेढुङ्गा साबित हुनेछ। नयाँ ऊर्जा भरेको छ। पक्कै पनि बालबालिकाहरूको चौतर्फी विकासमा अझै धेरै सङ्घर्ष गर्नु छ, धेरै पाइलाहरू अगाडि बढाउनु छ।
र यसरी नै सधैँभरि यहाँहरूले हामीलाई हौसला माया प्रदान गरिराखे अझै 25 वर्ष मात्रै नभएर शताब्दी काट्नु छ। धन्यवाद। धन्यवाद प्रिन्सिपल सर। अब म प्रमुख अतिथिज्यूको बाध्यतालाई मैले विधायन गरिसकेको छु। एउटा पोएम छ यहाँ, कक्षा 9 मा अध्ययनरत बहिनी अतिथिज्यूको मन्तव्यलाई जोड्दछु र बहिनीलाई पनि आफ्नो कविताको लागि म निमन्त्रणा गर्दछु। यस पश्चात म भाइ बहिनीहरु Sate
बच्चा जिम्मा लाउनु भएको छ माउन्ट समिटलाई। हजुरले कम्तीमा हरेक 15 दिनमा तपाईको बच्चाको बारेमा तपाईले कक्षा शिक्षकलाई क्लास टिचरलाई सोधिदिनु होला। तपाईले फिसको कुरामा एडमिट कार्ड पुरा सम्झिरहेको हुन्छ। तपाई जसरी सहजीकरण गर्नुहोस् 10 दिनमा 5 दिनमा भोलि पर्सि ल्याएर भए पनि दिन्छु भन्नुहुन्छ भने पनि अघिल्लै दिन आएर भनिदिनु पर्यो। तपाईको घरबाट बच्चा आउँदाखेरि तपाईको बच्चाको हातमा एडमिट कार्ड भयो भने अझ उसको रिजल्टमा राम्रो आउँछ भन्ने कुरा मेरो अनुभव हो। भनिसके त्यसलाई गरिदिनको लागि पनि म सादर अनुरोध गर्छु। अल्टिमेटली हजुरले पैसा तिरेरै पढाउँछु भनेर आउनुभएकै छ, यसमा दुई मत छैन। 2 दिन ढिलो 2 दिन छिटो त्यो हुन सक्छ, त्यसमा पनि दुई मत छैन। किन लगातार तपाईहरुको विद्यालय छ, रिलेसन छ, कारोबार छ, विश्वसनीयता छ, यसमा मेरो भनाइ केही छैन। तर कम्तीमा बच्चाको लागि पनि तपाईहरुले सोचिदिनु होला र हरेक दिन 1 घण्टा हजुरले बच्चासँग बसिदिनुपर्छ। तपाईले बस्नै पर्छ। आज होमवर्क के छ बाबु? छैन, त्यसमा पढ्ने होमवर्क छ। लेख्नेलाई मात्र हामी होमवर्क भनिरहेका छौँ, लेख्ने मात्र होमवर्क होइन। बच्चाले अभिभावक के चाहनुहुन्छ भने हरेक बच्चा जाओस्, खाजा खाओस्, किताब निकालेर लेखोस्, लेखिदिनुहोस्। अबको यो सम्मान कार्यक्रमलाई अगाडि बढाउनको निम्ति म यस माइक्रोफोन यस विद्यालयका सहप्रधान अध्यापक कृष्ण शर्माजीलाई हस्तान्तरण गर्दछु। धन्यवाद इन्द्रमण सर। माउन्ट समिट बोर्डिङ स्कुलको 25औं वार्षिक उत्सवको समारोहमा उपस्थित हुनुभएका सम्पूर्ण अभिवादन टक्राउन चाहन्छु। अब कार्यक्रम विलम्ब नगरिकन 25औं वर्षको वार्षिक उत्सवको कार्यक्रममा ज्येष्ठ नागरिक सम्मान रहेको छ। हाम्रा अभिभावक ज्येष्ठ नागरिकहरूलाई सम्मान गर्ने कार्यक्रम विद्यालयले 25औं वर्षको उपलक्ष्यमा राखेको छ र म क्रमशः यहाँ ज्येष्ठ नागरिकहरू उपस्थित भइसक्नु भएको छ, आएर आफ्ना आसन ग्रहण गर्न सक्नु भएको छ र कार्की सर र यसै विद्यालयका म्यानेजिङ डाइरेक्टर सर अशोक ढकाल सरलाई प्रमाणपत्र वितरण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। अभिनन्दन। पर्छ नाति होला होइन, राम्रो छ स्कुल हो। यहाँ पर्छ होइन। सत्यनारायण चौधरीज्यू आदरणीय यस कार्यक्रमका सभापति महोदय, प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यूहरू, उपस्थित अभिभावकज्यूहरू, शिक्षकवर्ग, दाइदी तथा मेरा प्यारा साथीहरू, आज म यस कार्यक्रममा माउन्ट समिट वर्ल्ड स्कुलको विद्यार्थी भएकोले माउन्ट समिट भविष्य निर्माणको आधार सम्बन्धित कविता प्रस्तुत गर्न गइरहेको छु। आशा छ ध्यानले सुनिदिनुहुन्छ। मेरो कविताको शीर्षक रहेको छ माउन्ट समिट भविष्य निर्माणको आधार। उच्च शिखर अटल आधार, ज्ञानको किरण उज्यालो संसार। माउन्ट समिट गौरवशाली भविष्य बनाउने हात थपाली। सपना बुन्छौ, अघि बढ्छौ, ज्ञानको बाटोमा सधैँ जड्छौ। हिम्मत, मेहनत, अटल सोच, उचाइ छोई गर्छौ खोज। शिखर चुम्ने छ इच्छा
लक्ष्य सफलता निश्चित। नेता श्रेष्ठ बलियो आधार हाम्रो विद्यालय उज्यालो संसार। त्यसैले अघि चुम्न आकाश न डराऊ कहिले गर प्रयास। माउन्ट समिट आशाको घाम भविष्य बनाउने हाम्रो काम। धन्यवाद। जय माउन्ट समिट। धन्यवाद कार्यक्रम सञ्चालकज्यू। कार्यक्रमलाई अत्यन्तै व्यवस्थित ढङ्गबाट सञ्चालन गरिरहनु भएको छ। यस कार्यक्रमका विशिष्ट अतिथिज्यू हाम्रो फणिन्द्र सर हुनुहुन्छ। कार्यक्रमका यस विद्यालयका प्रिन्सिपल, म्यानेजिङ डाइरेक्टर तथा ब्याचमा आसीन अन्य अभिभावकज्यूहरू र यस विद्यालय माउन्ट समिटलाई माया गरेर आज 25औं वर्षसम्म यो विद्यालयलाई सञ्चालन गर्नको लागि तपाईहरुको अथक मेहनत, प्रयास, सहयोग गर्नुहुने तमाम अभिभावकज्यूहरू, विद्यार्थी भाइ बहिनीहरू र विद्यालयका शिक्षक शिक्षिका, पत्रकार मित्र र अन्य महिला तथा सज्जनवृन्द, यो शिक्षाको विषयमा नानीहरूले कविताबाट पनि भनिसक्नु भएको छ। विद्यालयका म्यानेजिङ डाइरेक्टरले आफ्नो स्वागत मन्तव्यमा कुरा गरिसक्नु भएको छ। विद्यालयको गतिविधिको बारेमा विद्यालयका प्रिन्सिपलले कुरा गरिसक्नु भएको छ। अन्य विद्यार्थीहरूले पनि आफ्नो कुराहरू राखिरहनु भएको छ। यो वास्तवमा शिक्षा भनेको यो त्यति सजिलो कुरा होइन। यो निरन्तर सञ्चालनमा ल्याउनु पर्ने, यो निरन्तर प्रयासमा पछि मात्र यसको सफलता आउने। आज नेपालको विषयलाई हेर्ने हो भने हामी 2036 सालपछि निजी शैक्षिक संस्थाहरूलाई पनि सञ्चालन गर्न दियो भने शिक्षाको स्तर उन्नति छिटो हुन्छ भन्ने एउटा सरकारको निर्णय पश्चात देशभरि नै निजी शैक्षिक संस्थाहरू खुले। त्यसै क्रममा आज नेपालको कन्टेस्टमा 10,000 शैक्षिक संस्थाहरू निजी रूपमा सञ्चालन छन्। प्याप्सन अन्तर्गत झन्डै 8,000 विद्यालयहरू ठुला +2हरू छन् भने अन्य प्याप्सन र हिसानमा पनि त्यस्तै विद्यालयहरू रहिरहेका छन्। हामी तपाईहरुको साथले यो विद्यालय सञ्चालनमा छ। यदि अभिभावक नहुने र अभिभावकले साथ नदिनु हुने हो भने यो विद्यालयको कुनै औचित्य रहँदैन। समाजमा जति पनि विद्यालयहरू खुलेका छन् निश्चित उद्देश्य राखेर खुलेका हुन्छन्। देशका नागरिकहरूलाई सबल, सक्षम, सिपमूलक र देशभक्ति जागर गर्नको लागि हरेक विद्यालयले, हरेक प्राइभेट स्कुलले होस्, सरकारी स्कुलले होस्, यसको नीति र यसको मुख्य उद्देश्य चाहिँ आफ्नो देशका नागरिकहरूलाई सबल र सक्षम बनाउने प्रमुख रहनेछ। त्यही अन्तर्गत माउन्ट समिटले पनि आजभन्दा 25 वर्ष अगाडि यो विद्यालय त्यही उद्देश्यका साथ स्थापना गरेर आज तपाईहरुको माझमा सञ्चालन गरिरहेको छ। विशेष गरेर प्राइभेट सेक्टरमा सञ्चालन गरेका विद्यालयहरूले आफ्ना भाइ बहिनीहरू, आफ्ना नानी बाबुहरूलाई, विद्यालयमा आएका विद्यार्थी भाइ बहिनीहरूलाई निरन्तर उनीहरूको रेखदेख, हेरचाह तपाईको यो लेखायो, सुरुमै लेखायो भने बच्चाहरूमा पहिला सुन्नुपर्छ, हेर्नुपर्छ, खेल्नुपर्छ, त्यही प्रकारका देख्नुपर्छ, त्यसपछि मात्रै बच्चाले लेख्ने अन्तिम विधा भनेको लेख्ने हो। त्यही लेख्ने कुरालाई चाहिँ हामी सुरुवात गर्छौँ। यो अलिक अन्य मुलुकभन्दा हाम्रो फरक छ। साथै अर्को एउटा के समस्या छ भने हामी वैशाखमा पढाएको कुरा चैतमा जाँच लिन्छौँ। यो सम्भव छैन। वैशाखमा पढाएको कुरा चैतमा लेखेको जाँच बच्चाले लेख्न पनि सक्दो रहेनछ। यही कुरा विकसित देशहरूमा के गरिन्छ भने हरेक च्याप्टर सकिन्छ, युनिट सकिन्छ, त्रैमासिक परीक्षालाई चाहिँ मान्यता दिनको लागि सेमिस्टर वाइजमा
त्यसलाई पूर्ण इक्जामको रूपमा मानिन्छ। हामी त्यो यो नेपालको शिक्षा पद्धतिको आधारमा पनि यसले समस्या दिइरहेको छ। यो चाँडै नै शिक्षा नीति पास हुँदैछ। यो शिक्षा नीतिले यसलाई परिवर्तन गर्ला, करिकुलममा परिवर्तन गर्ला, यसको विधि पद्धतिलाई परिवर्तन गर्ला। यो गर्नु पनि जरुरी छ र म सरकारलाई पनि यो अनुरोध गर्न चाहन्छु, यो विधि पद्धतिलाई पनि अलिकति विदेशी अलिक विकसित राष्ट्रहरूसँग पनि हेर्नको लागि पनि म सम्मान गरौँ।
त्यसैगरी म यहाँ उपस्थित अहिले बाँकी छ श्री जितेन्द्र चौधरी जी हो त्यसैगरी ज्येष्ठ नागरिक My name is Kishore Chaudhary. I read in class 2. Honorable Lord and respected people who are getting today on this occasion of Annual Day Celebrate 2081. From here, I would like to present my view on my best loving teacher. I went to tell about my best and most loving teacher. My most loving teacher is also. He is kind, patient, and always helpful and fun. Well, and encourages us whenever I make mistakes. Mr. Dahal guide us with love and care. He listens to us and make learning sentient with story and activities. I saw teaching us good manners and help us become better people. I feel happy and safe in my favorite teacher class. Thank you, dear teachers, for your love. Thank you, everyone, for listening. Thank you, sir. Good afternoon, everybody. With respect to all the great people present here, I would like to present my feelings for my mother. My name is Shivangi Chaudhary. Today, I want to talk about my mother, Babita Chaudhary. My mom is best. She loves me a lot and takes care of me every day. She gives me yummy food and helps me to get ready for school. She plays with me and helps me in my study. When I feel sad, she hugs me and makes me happy. She tells me bedtime stories and teaches me good things. My mom is my best friend. I love her very much. Thank you, Mom, for everything, and thank you all for listening. Good afternoon, everyone. I'm Savita Vatal of Class 1 on Rivalchi Outperson. All the respected people, warm welcome and greetings on this occasion of annual celebration. I would like to speak on my school. My school is a happy place where I am learning things. My teachers are kind and teach me new things every day. I have many friends at the school. We enjoy studying, singing, and playing together. Our classroom friend and playground is big. We learn good habits like sharing, kindness, and respect. I love my school because it makes me smart and happy every day. I love coming to school to learn and to have fun. My school is the best and I'm proud to be a part of Mount Savitoli School. Thank you. Of this annual day, honorable chief guest, special guest, teachers, parents, and my dear friends, a warm and sweet greetings of all. It's my pleasure and honor to present a small speech on the occasion of annual day celebration of Mount Savitoli School. Today, I want to talk about the important relationship between parents and school in providing proper education and knowledge to children. Both play a vital role in shaping a child's future. Parents are the child's first teacher, helping them to learn values, discipline, and manner at home. Schools provide a structured education, knowledge, and skills that prepare children for life. When parents and schools work together, children benefit the most. Parents will stay involved in their children's education by attending parents-teachers meeting, helping with homework and encouraging good study habits. School in turn should communicate regularly with parents, talking about their child's progress and any areas that need improvement. This partnership creates a supportive environment to grow and learn. A strong connection between parents, home and school helps children build confidence, develop good behavior and improve academically. When parents and teachers
share their insight and support one another children receive the best guidance. Education is not only about textbooks, it is about all over development, which happens when all parents and schools work as a team. Let us all together to ensure a good and successful future to our children. Thank you for listening calmly. Thank you, Honorable. My name is Akanta Dodari. I am from class 2. Honorable, respected people present in today's program was getting all occasion of Annual Day 2081 celebration. I will like to present my speech on my favorite teacher. My favorite teacher is Anita Harka. She is very kind, loving and always helps us. She explains lessons on an easy way so that we understand everything. She encourages us. Whenever we need help, she is always there for us. I feel very lucky to have a wonderful teacher. Thank you, ma'am, for your love and care. You are the best. Thank you, everyone, for listening. नमस्ते, मेरो नाम अपेक्षा चौधरी हो। आज म यस नाटकमा गृहिणीको पात्रमा छु। नमस्ते, मेरो नाम आर्यन चौधरी हो। आज यस नाटकमा म बुढो मान्छेको पात्रमा छु।
नमस्ते, मेरो नाम सृष्टि चौधरी हो र आज यस नाटकमा मेरो पात्र रहेको छ छिमेकीको। नमस्ते, मेरो नाम हो कुशिका चौधरी। म यस नाटकमा छोरीको पात्रमा छु। नमस्ते, मेरो नाम हो हिमाली चौधरी। आज म यस नाटकमा छिमेकीको पात्रमा रहेको छु। नमस्ते, मेरो नाम वायुषा पौडेल। म यस नाटकमा शिक्षिकाको रूपमा रहेकी छु। नमस्ते, मेरो नाम हो अनन्या चौधरी। म यस नाटकमा विद्यार्थीको रोल गरेको छु। नमस्ते, मेरो नाम सुप्रिया काफ्ले। म यस नाटकमा विद्यार्थीको पात्रमा रहेको छु। नमस्ते, मेरो नाम श्रेया श्रेष्ठ। यस नाटकमा म विद्यार्थीको रूपमा रहेकी छु। नमस्ते, मेरो नाम सिमानी चौधरी। म यस नाटकमा विद्यार्थीको पात्रमा रहेकी छु। नमस्ते, मेरो नाम दिवस ढुङ्गाना हो। म यस नाटकमा डाक्टरको पात्रमा रहेको छु। नमस्ते, मेरो नाम विपुल पोखरेल हो। म यस नाटकमा धामीको रोलमा छु। एकदम जा रहे थे बाहर में रोड में बैठ गए। दया गए हजुर बाबा के लागि कुर्सी आइन भए त ले बाबू भाई दया बाबा के पीठ दुखाई छे पीठ ढाक दे तो दया घर में दया एकदम छाती दुखाई थे रोड में बिछोड़ा कर दे 10 रुपए।
ए जुनै चियो बुढो आइको एकदम बिरामी छौ त। साँच्चै के भएको? हेर्नु नि, अस्तिदेखि रुगा खोकी छाती दुख्ने अशक्त भएको जस्तो गर्नुहुन्छ। हेर न मैले के गर्ने होला। ए रुगा खोकी लागल छो, तुलसी के पत्ता मरीच आदि के छन्का बना के पिया दे ने कि अनि कसल हेतौ कि? घर बिग्रेको छ कि धामी झाँक्री गर्नु न। मेरो बुबाले पनि यस्तै भयो थियो, पल्लो गाउँको झाँक्रीले फुकेर ठिक बनायो। हाँ दया उठा गाँव में बड़ा चटकर धामी छे, ओकरे देखा दे ने कि असर हेतौ कि? ल दिदी हामी जान्छौ। हुन्छ। हेर्नु नि, अस्तिदेखि रुगा खोकी लागिरहेको छ, छाती दुखिरहेछ, साह्रै टाउको दुखिरहेछ अरे। हेरिदिनु नि के भएको छ भनेर। म उहाँलाई फुकिदिन्छु। फुक्नुभन्दा अगाडि तपाईँले मलाई अक्षता, चामल, कलशमा पानी, धुप, अगरबत्ती ल्याइदिनु न। हुन्छ। लाउनुहोस् बाजे, यो खानुहोस् त। मैले उहाँको जोखाना हेरेँ, उहाँको घर बिग्रिएको रहेछ, कुलदेवता भड्किएको रहेछ। अब म उहाँलाई फुकिदिन्छु। फुकेपछि उहाँ निको हुनु भएपछि एउटा परेवा एक जोडी चाहिन्छ। हुन्छ।
विदेशीको यहाँ सजिलो कहाँ छ र नानी? आफ्नो परिवार, देश, बुवा आमा, छोराछोरी छाडेर विदेशमा अरूको देशमा काम गर्दा साह्रै दुःख छ नानी। नरौ, म चाँडै आउँछु। आएपछि म आफ्नै देशमा केही व्यवसाय गर्छु। युवा सर्कललाई आफ्नै देशमा बस्न र काम गर्न प्रेरित गर्छु। नरौ नानी, नरौ। हजुरको के समस्या भयो होला? हेर्नु नि डाक्टर, अस्तिदेखि रुगाखोकी गरिराख्नु भएको छ, छाती दुखिरहेको छ, अशक्त भएको जस्तो गर्नु हुँदैछ। के गर्ने होला हेरिदिनु न। ए हस् त। खोइ सास फेर्नु त, सास फेर्नु न। खोइ आँखा हेर्नु, अर्को आँखा। खोइ दाँत, ए जिब्रो जिब्रो जिब्रो। खोइ गर्नु न हौ, भोला खानुहुन्छ कि क्या? अब चाहिँ सास फेर्नु है, अब चाहिँ सास फेर्नु। तान्नु सास, सास तान्नु न। अब सास फेर्नु, सास फेर्नु न। अब एक दुईवटा टेस्टको नाम लेखिदिन्छु। माथिको तलामा ल्याब छ, त्यहाँ गएर यो टेस्ट गराउनु होला। अन्त रिपोर्ट दिन्छ, त्यो लिएर आउनु होला। अनि म भन्छु के भएको छ भनेर। हुन्छ डाक्टर। यी लानु। डाक्टर रिपोर्ट। मैले उहाँको रिपोर्ट हेरेँ। रिपोर्ट हेर्दाखेरि उहाँको युरिन र ब्लडमा चाहिँ इन्फेक्सन जमेको रहेछ। अनि मैले उहाँको एक्सरे हेर्दाखेरि उहाँको छातीमा एउटा कालो दाग देखियो। त्यो चाहिँ मलाई इन्फेक्सन छ जस्तो लाग्यो। अब म यहाँ एक दुईवटा दबाईको नाम लेखिदिन्छु, त्यो चाहिँ 7 दिनसम्म खुवाउनु होला। अनि त्यहाँ पछाडि के हुन्छ फेरि आउनु, अनि हामी फेरि टेस्ट गर्छौँ, अनि त्यसको हिसाबले दबाई दिन्छु। हुन्छ डाक्टर। हस् त। पूजा सरदार, सन्तोषी चौधरी, सत्यनारायण चौधरी र रूपा भण्डारी।
त्यसै गरी लिका वया नृत्यलाई तयार दिन अनुरोध गर्दै पुनः नाम पढ्न गइरहेको छु। दुर्गा Sirdar Prince सजना मोरे आ जाना सजना मोरे आ जाना आ जाना आजा आ जाना आजा आ जाना सजना रखिया तू के खोजेला श्रेष्ठ सरलाई पनि म अन्त स्टेज आएर मायाको चिनो लिइदिन अनुरोध गर्दछु। चौधरी, टङ्कप्रसाद रेग्मी, रञ्जिता कुमारी चौधरी। फेरि म एकपटक वाचन गर्न गइरहेको छु। रविना सरदार, मनिता सरदार, सुनिता सरदार, डोल बहादुर, मीन प्रसाद गेलाल, जितनी सरदार, प्रमिला खवास, कल्पना खवास, कल्पना चौधरी, ज्ञानेन्द्र कार्की, टीका पौडेल, काजल चौधरी, सरिता फणीन्द्र दाहाल, अमृता मिश्र, राजकुमार चौधरी, लोधाई चौधरी, टङ्कप्रसाद रेग्मी, रञ्जिता कुमारी चौधरी। म यो सँगै प्राविधिक मित्रलाई सीता सरदार, शुभनारायण चौधरी, कृष्ण चौधरी, गोमा राई, ललिता चौधरी। फेरि पुनः म एकपटक वाचन गर्न गइरहेको छु। सोही नामलाई मन्जु चौधरी, रेणु शाह, सुनिता सरदार, शुभनारायण चौधरी, कृष्ण चौधरी, गोमा राई, ललिता चौधरी, बबिता सरदार, रविना चौधरी, रेणुका बस्नेत, पुण्य चौधरी, विमला कुमारी चौधरी। यसपछि लिका वया भन्ने नृत्य रहेको छ र प्राविधिक मित्रलाई तयारी पार्न अनुरोध गर्दै पुनः नाम पढ्न गइरहेको छु। सरिता चौधरी,
सन्तोष काफ्ले, गङ्गामाया मगर, पूर्णकुमारी बस्नेत, पुनः पढ्न गइरहेको छु। सरिता चौधरी, सन्तोष काफ्ले, सर्जु प्रसाद चौधरी, जानुका तिमसिना, सुजाता श्रेष्ठ, धनकुमारी श्रेष्ठ, ललिता चौधरी, बबिता चौधरी, छेदनी चौधरी वाचन गर्न गइरहेको छु। रोमिका कार्की, रञ्जिता पोखरेल, बिन्दा पोखरेल, ज्ञानेन्द्र कुमार शाह, मिलन कार्की, सरस्वती देवी सरदार, शीतल सरदार, नवीन सरदार, मुन्की देवी, रोमिता कार्की, रञ्जिता पोखरेल, बिन्दा पोखरेल, ज्ञानेन्द्र कुमार शाह, मिलन कार्की, सरस्वती देवी सरदार, शीतल सरदार, नवीन सरदार, मुन्की देवी, रेणु सरदार, जयन्ती सरदार, राजकिरण शाह, मयूरी देवी सरदार र सीता सरदार। त्यसैगरी रामकुमार चौधरी, सन्ध्या ठाकुर, सरिता देवी रजक, विनिता देवी रजक, लक्ष्मी चौधरी, पुनः चौधरी, सीता चौधरी, लक्ष्मी कुमार चौधरी, पाँचु देवी सरदार, उषा चौधरी, कृष्ण चौधरी, ललिता चौधरी, हीरा कार्की, उषा ढकाल, रञ्जित चौधरी, तारा श्रेष्ठ, स्वस्तिका चौधरी, रोजिना चौधरी, प्रियङ्का चौधरी, रम्भा रजक। लिटावा नृत्य तयारी अवस्थामा रहेको आशा गर्दै
विजय कुमार चौधरी, जमुना खवास, सुरेन्द्र रिजाल, रेखा गौतम, माया राई, विमला मगर, उमा कार्की, पार्वता ढुङ्गा। म पुनः वाचन गर्न गइरहेको छु। पर्मिला दाहाल, लक्ष्मी चौधरी, पवित्रा चौधरी, दिलमाया राई, पुष्पी देवी रिजाल, रेखा गौतम, माया राई, विमला मगर, उमा कार्की, पार्वता ढुङ्गाना, हिरा कट्टेल, सरिता चौधरी, जमुना खवास, रुचा खवास, रञ्जिता खवास, भवानी प्रसाद, सत्यनारायण रजक, करिश्मा चौधरी, सुमित्रा मरिक, सुषमा चौधरी। त्यसै गरी यसपछिको कार्यक्रम नृत्य गरिरहेको छ। म बहिनीहरूलाई उडायमन र डम्फुमा सेलो तयारी अवस्थामा रहिदिन हुन अनुरोध गर्दछु र प्राविधिक मित्रहरूलाई पनि उडायमन र डम्फुमा सेलो ठिक्क पारिदिन हुन अनुरोध गर्दछु। मीरा देवी शाह, मधु चौधरी, कलावती चौधरी, रविना चौधरी, साबित चौधरी, रामवती चौधरी, रानी शाह, नन्दनी शाह। नामलाई म फेरि एकपटक पुनः पढ्न गइरहेको छु। थुप्रै नामहरू यहाँ उस्ता उस्तै नामहरू हुनुहुन्छ। नाम जुटेको छ, मिलेको छ। जसले लिनुभएको छैन नाम मिले पनि आइदिनु होला, मेरो होइन नभनिदिनु होला, नाम आएपछि आइदिनु होला। र अन्जु चौधरी पुनः म पढ्दैछु। करिश्मा चौधरी, दुलारी चौधरी, गङ्गा चौधरी, सुनिता खवास, भरत विष्ट, कविता चौधरी, विमला शाह, ज्ञानु दाहाल, विपना चौधरी, बबिता साहू, लक्ष्मी शाह, मीरादेवी चौधरी, मधु चौधरी, कलावती चौधरी, रविना चौधरी, सावित्री चौधरी, मैया कार्की, सङ्गीता सुवेदी, रामकुमार विक, पुष्प
क्यान्टिन सञ्चालिका दिपा कार्कीज्यूलाई पनि मायाको चिन्ह लिदिन आउन प्रियङ्का दिपा कार्कीज्यू मायाको के लिनु सरिता देवी रजक विनिता देवी रजक पार्वती पौडेल मनिषा शङ्कर कार्की चौधरी भगवती कुमारी चौधरी सरिता देवी रजक विनिता देवी रजक तारा चौधरी पार्वती पौडेल मन्जु चौधरी गङ्गा चौधरी निकिता चौधरी लेखना ढकाल मायाको चिन्ह लिदिन अनुरोध गर्दछु। र म धन्यवाद दिन चाहन्छु। त्यसैगरी प्रसाद सुवेदीज्यू हाम्रो निकै नै प्यारा अभिभावक सन्देश दंगाल रेन्जर कृतिका बान्तवा राई त्यसैगरी रेन्जर रविना बस्ने र भाइ रोबर भाइ सन्देश दंगाल भाइलाई मायाको चिन्ह लिदिन आउन त्यसैगरी बबिता म्याम र त्यसैगरी बबिता म्याम र रेणुका म्यामलाई म उपस्थित भाइहरूले कोही क्ल्याप बजाएको मान्छु एआरएनएसएस साउन्ड सिस्टमलाई मायाको चिन्ह प्रदान गरिदिन अनुरोध गर्दछु।
फेरि पनि म यो मञ्चबाट उपस्थित मान्दा सोनु कार्की, त्यसै गरी राधा लामामे, त्यसै गरी आयुष दाहाल सर, त्यसै गरी बसन्त मधेस सिद्धपुरको विद्यार्थीहरू गाडीमा गइदिनु होला। खेमराज Rasa